वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामी हिल्स ड्याम जाँदैछौँ बार्बिक्यू गर्नको लागि। यहाँबाट अराउन्ड 25 मिनट्स जस्तो लाग्छ होला। सो आज चाहिँ हामी के गर्दैछौँ गाइस? बार्बिक्यू गर्दैछौँ विथ फ्यामिली। अनि भिडियो हेरिदिनु होला। दिदीहरू बसिसक्नु भयो। आज चाहिँ हामी जाँदैछौँ अगेन विथ फ्यामिली। यस दिदी। ओके ल हुन्छ। ल अब हामी जान्छौँ होइन त? बुढी माउ रेडी? दामी देखिएछ ल। भिनाजुहरू चाहिँ यो गाडीमा आउँदैन। हामी चाहिँ जाँदैछौँ। मनसा रेडी? लेट्स गो। अब चाहिँ हामी लोकेसनमा पुगिसक्यौँ गाइस। हेरौँ है त कस्तो छ यो ड्याम। दिदी कहाँ पार्किङ गर्न जानुभयो तपाईँहरू? बुढी बाउ ड्याम हेर्नुपर्छ ल आज। अब चाहिँ हामी जाँदैछौँ हिल्स ड्याम है। हेर्न सक्नुहुन्छ मेरो अगाडि हिल्स ड्याम। यो चाहिँ हाम्रो फर्स्ट टाइम हो। त्यस्तो टाढा त होइन रहेछ केही पनि। अनि हाम्रो भान्जीसँग चाहिँ फर्स्ट टाइम हो। मेरो भान्जो त्यहाँ लुकेको छ। कहाँ हिँडेको होला हौ छानी? दामी छ है गाइस भ्यू चाहिँ। छक्क लगाएर कति लामो ड्याम होला है यो? दामी रहेछ। हामीले खाने पानी चाहिँ यहीँबाट आउँछ अरे गाइस है। पानी सबै सप्लाई यहीँबाट हुन्छ अरे। दामी भ्यू छ गाइस। दिदी अनि हामी अहिले बार्बिक्यू गर्न चाहिँ कतापट्टि जाने हो? हजुर पार्कल्यान्ड। ओके हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ पार्कल्यान्ड हुन्छ। अनि हामी अस्ति गएको थियौँ नि दिदी के त नेचुरल ब्रिज, त्यो पनि यहीँ रहेछ नि। नेचुरल ब्रिज पनि है। यहाँबाट तल हेरौँ है त गाइस। वाउ हेर्नु त यहीँको पानी खाने हो अरे हामीले। तपाईँलाई अस्ट्रेलियाको पानी चाहिँ साँच्ची कस्तो लागिरहेछ भन्नु त? नेपालकै मिठो कि अस्ट्रेलियाको मिठो त पानी? खल्लो लाग्यो। अनि समुद्रको पानी होला नि त होइन? समुद्र त होइन तर यहाँबाट तल त सही देख्दो रहेछ। ओ माई गड। के गर्ने रे बुढी माउ यो पानी? फिल्टर गर्ने अनि खाने हो नि। अहिले बार्बिक्यू गर्दा नि यहीँको पानी लिएर जाऊँ बुढो? दामी छ है। यहाँ चाहिँ वाइल्ड लाइफहरू पनि भेट्दो रहेछ नि त। त्यतातिर चाहिँ के क्याम्पिङ हुँदैछ कि क्या? अलिअलि धुवा आइरहेको त। त्यो क्याम्पिङ एरिया हो जस्तो छ क्या अघि हामीले देखाएको। ल हेर्नु है गाइस। हामी चाहिँ ड्याममा हिँडिरहेछौँ होइन। अनि योभन्दा अगाडि पनि हामीले एउटा ड्यामको भिडियो बनाएको थियौँ। त्यो ड्याम चाहिँ एकदमै राम्रो छ, जुन चाहिँ एडलेडमा छ होइन। एक ठाउँमा बोल्यो भने अर्को ठाउँमा सुनिन्छ। सो त्यो भिडियो पनि हेर्नु भएको छैन भने त्यो भिडियो हेर्नु होला। इट वाज रियली फन अन एडलेड, सो यु क्यान वाच द्याट भिडियो एज वेल। मेरो भान्जी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। कहाँबाट चाहिँ होला?
He wants to look at dam as well. राम्रो छ मेरो पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ ड्यामको पानी हो सो यही पानी चाहिँ हामीले फिल्टर गरेर खान्छौँ हैन अब चाहिँ हामी त्यो पोइन्टबाट आइसक्यौँ हैन सो अब चाहिँ हामी यो पोइन्टमा जाँदैछौँ यो चाहिँ अर्को साइड अफ लुकआउट छ ड्यामको लागि हैन मनिषा मनिषा अनि आज हाम्रो बार्बिक्यू स्पेसियलमा चाहिँ के छ त यता हेर न मकैबारी करम करम हो ए हरियो काँक्रो चाहिँ छैन सो आज चाहिँ बार्बिक्यू स्पेसियल डे ल यो चाहिँ खत्रै रहेछ यार यताबाट झन् लुकआउट चाहिँ दामी छ यो चाहिँ आज हाम्रो फर्स्ट लोकेसन हो हैन सो नेक्स्ट लोकेसन बन्छ व्हाट डु यु से पार्कल्यान्डमा जाने हो बार्बिक्यू गर्नलाई कस्तो छ चाहिँ थाहा छैन फर्स्ट टाइम हो इन्स्टाम नि फर्स्ट टाइम हो तर रमाइलो रहेछ सो यहाँ चाहिँ बार्बिक्यू गर्नलाई हैन गभर्नमेन्टले नै राखिदिएको हुन्छ हैन सो स्पेसल लाइक पार्कहरुमा स्पेशली चाहिँ बार्बिक्यू मेसिन हुन्छ अनि आज हामी त्यसलाई चाहिँ एकदमै भरपुर सदुपयोग गर्छौं हैन बुढो ओके आज चाहिँ हामी 3 जेनेरेसनले हिँडिरहेछौँ हैन हजुरआमा नातिनी छोरी ओ माय गॉड छोरा हाम्रो एकदम अनप्लान के भन्छ तर बार्बिक्यूहरु भनेको त अनप्लान्डै हो नि हो हैन यो चाहिँ हाम्रो ठाउँबाट नजिक पनि थियो सो ब्रिजबेनबाट आउँदा चाहिँ पहिला लाग्थ्यो मोर देन आवरै लाग्थ्यो हजुर यहाँबाट चाहिँ जस्ट 25 मिनेट साउथ फुटबाट चाहिँ हजुर रमाइलो छ जे होस् तपाईहरु पहिला नै आउनु भएको थियो हैन यो ठाउँमा दि थर्ड टाइम हो यो हजुर रमाइलो छ जे होस् काम ल गाइस हजुरहरु पनि यदि इच्छुक हुनुहुन्छ यस्तो ठाउँमा लाइक ड्यामहरु घुम्नलाई भने चाहिँ यो लोकेसनमा आउन सक्नुहुन्छ सो यो लोकेसनको नाम चाहिँ हिन्स ड्याम हो इट्स इन गोल्ड कोस्ट हैन सो गोल्ड कोस्टको बासीहरुले चाहिँ यही पानी खाने हो व्हिच इज हैन आफ्टर द फिल्ट्रेसन अब चाहिँ हामी अझ नजिकबाट हेर्न जाँदैछौँ यसलाई चाहिँ के भन्छ दिदी यो त्यही हो हिन्स ड्यामै हो यो पनि तर यो पानी रिजर्भ गरेकोलाई ड्यामले रिजर्भ गर्यो हैन पहिला पानी खान नपाउँदाखेरि चाहिँ त्यो उ गरा होला क्या यिनीहरूले पहिला त्यस्तो होला क्या केही न केही त होला नि त ल दामी छ है दामी क्या इको आउँदो रहेछ गाइस हेलो गाइस इफ यु हेभन्ट सब्सक्राइब माई च्यानल प्लिज डु सब्सक्राइब इको रहेछ है गाइस अझ त्यो एडलेटको त खत्रै थियो नि है यता बोले उतै सुन्थ्यो त बुढो त्यहाँ चाहिँ ऊ डुङ्गा नि चलिरहेको होइन अब चाहिँ हामी होइन कर्नरमा आइसक्यौँ सबसे इन्डिङ पोइन्टै यही होला होइन यतातिर चाहिँ जान मिल्ने रहेछ खत्रै रहेछ है गाइज बिस्तारै जाउँ है वाउ ल हेर्नु गाइस बुढीमा कस्तो लाग्यो त कस्तो लाग्यो त तपाईलाई भनिदिनु त अब आजको यो लोकेसन चाहिँ एकदम राम्रो लाग्यो तपाईहरु पनि आउनु होला हजुर हेर्नको लागि हजुर अनि घरबाट जसले हेर्दै हुनुहुन्छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ ल भन्नु त कमेन्ट प्लिज कमेन्ट ओके कमेन्ट गर्नु होला भयो अब
अब हामी हिन्स ड्याम पनि हेऱ्यौँ, सबैतिर हेऱ्यौँ। बार्बिक्यूको लागि चाहिँ अब हामी हिन्स पार्कल्यान्ड जाँदैछौँ। बुढी माउ जाने होइन त बार्बिक्यूको लागि? ओके ल लेट्स गो and see you soon there in that location. Till then, cheers! हाम्रो बार्बिक्यू लोकेसन चाहिँ हामी पुगिसक्यौँ होइन। लगाएर मम्मी र नातिनी चाहिँ यहाँ बसिसक्नु भयो। हाम्रो सेटअप भइसक्यो आजको लागि। मान्छेहरू चाहिँ पुरा कुकिङको लागि रेडी हुँदैछ। के बन्दैछ अब हाम्रो स्पेसल? ओके फर्स्टमा चियाबाट सुरु हुँदैछ। बुढो मलाई चाहिँ मिठो मिठो चाहिन्छ है आज। हस् मेरो चाहिँ यो कुर्सी होइन, म चाहिँ यहाँ बस्छु। कसले के गर्नुहुन्छ हेर्नु पर्यो। आज लोकेसन चाहिँ हल्का प्याक रहेछ। आज चाहिँ सफा गर्दै हुनुहुन्छ है। चिया खम हजुर, चिया 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 प्लिज। आई लभ टी। टी टाइम भयो। भोकले लास्टै रिङ्गट लगाइसक्यो यार। चिसो भयो कि क्या हो चाहिँ? दिदीले मलाई कस्तो लुक्स दिनुभयो। दिदीले आइन्स आइन्स। तिमी नि चिया खान्छौ र? खै म बुढी माउलाई चिया लगिदिन्छु। सक्यो नि? चाय फर माई मम प्लिज। चाय लिजिए। लिनु न अनि। अब ट्याक्क चिया खाँदै नातिनी हेर्नु ल है। हामी अब यता बार्बिक्यू गर्न लाग्यौँ ल। तिमीले कहिले पहिला बार्बिक्यू गरेको थियौ? भन्नाले आफैले, अरूले पकाएर दिएको होइन कि आफैले। भन्छ के खाँदैछौ तिमी? ओके चेस। हाम्रो चाहिँ चिया टाइम भएको छ होइन, विथ सम बन्स। दिदी चाहिँ पुरै हेल्थ फोकस भएर आमामा हेल्दी के छ त आज हाम्रो दिदी? बार्बिक्यू के छ? यो सबै हामीलाई पकाउन कति जति टाइम लाग्ला अब? मेबी विदिन 1 आवर। ओके ल 1 आवरसम्म चाहिँ हाम्रो बार्बिक्यू रेडी भइसक्छ। बुढी माउ चाहिँ हेलो हेलो बुढी माउ के छ त? ठिक छ खबर? भान्जी निदाइन हाम्रो बार्बिक्यू सुरु हुँदैछ। कोही चाहिँ यहाँ के यो ब्रेकफास्ट हो कि के हो तिम्रो? फर्स्टमा हाम्रो जाँदैछ चिकन। चिकन पछि हामीसँग छ आलु, मकै, च्याउ अनि लास्टमा छ ल। अब चाहिँ हाम्रो पुरा बार्बिक्यू हुँदैछ होइन। च्याउ, चिकन, आलु फर्स्टमा। हामीसँग चाहिँ आज 3 जना सेफ हुनुहुन्छ। स्पेसल सेफ चाहिँ सृजना दिदी पुरा ग्लोभ्स लाएर बसिरहनु भएको छ होइन। म चाहिँ पुरा के हो क्यामराम्यान बनाइदिएर कि क्या मलाई चाहिँ। अहिले म खतरा रिभ्यू दिन्छु ल सेफ सृजना। अब चाहिँ हामी होइन लाइक 1 घन्टा जस्तो लाग्छ जस्तो छ यो पाकेपछि।
टक्क भेट्छौँ अब हामी। हामीमा गफमा यस्तो बोले थिएन है बुढा। अब चाहिँ हाम्रो चिकन चाहिँ अलमोस्ट हुँदैछ। मसरुम चाहिँ पाकिसक्यो, आलु पनि हल्का पातलो भएछ बट स्टिल ठिक छ। हो चिकन चाहिँ अलमोस्ट कति 15 मिनट जस्तोमा पाक्छ होइन। हाम्रो बुढी माउलाई हेरेर आउनु पर्यो। बुढी माउ के खानु भयो त? खाजा खानु भयो? खानु न अनि किन मिठो रहन्छ? भान्जी निदाइरहेछ। अब हाम्रो अलमोस्ट 1 आवरमा बार्बिक्यू रेडी हुन्छ अनि त्यो पछि खानुपर्छ। बुढी माउ चाहिँ आज टक्क ल्याएर फलफुल खाँदै हुन्छ होइन बुढी माउ? अब चाहिँ हाम्रो अर्को लट रेडी हुँदैछ होइन। मन्सा के हाल्दैछौँ हामी? ओके, यसलाई नेपालीमा चाहिँ के भन्छ? ए कुरिलो। कुरिलो अनि अस्ति हामीले खाएको ओके। अब चाहिँ हामी कुरिलो बार्बिक्यू गर्दैछौँ र मकै बार्बिक्यू होइन। आवर सेफ टिम आर वर्किङ भेरी हार्ड है। हाम्रो मेन सेफको चाहिँ मुड अफ भए जस्तो छ। हाम्रो स्पेसियल सेफ, स्पेसियल ट्रेनिङ इन हस्पिटालिटी होइन त भिनाजु? अनि एभ्री इयर तपाईँले बार्बिक्यू पार्टी दिनुहुन्छ होइन भिनाजु? एभ्री इयर तपाईँले बार्बिक्यू पार्टी दिनुहुन्छ होइन टिमलाई? सो इज वेल एक्सपिरियन्स है। अब चाहिँ हाम्रो यो रेडी हुनलाई अलमोस्ट आधी घन्टा जस्तो लाग्छ। सी इज ट्राइङ मसरुम होइन। यही कस्तो भएछ मैले बनाएको मसरुम? लेट्स ट्राई इट। दिस इज मसरुम बार्बिक्यू। अनि मैले त बनाएको अनि मिठो हुँदैन? कस्तो चिप्स जस्तो? फ्रेन्च फ्राई पाकेछ त आलु? अब हामी लास्ट लट गरेर अनि त्यो पछि फेरि रिभ्यू लिन्छौँ, असली रिभ्यू होइन मन्छ। अब चाहिँ हाम्रो सबै रेडी भइसक्यो यार गाइज। रेडी भएर यहाँ मन्साले कस्तो भएछ मन्सा बार्बिक्यू? फेरि के खाइराख्नु भएको छ तपाईँ चाहिँ यो? के होला हजुर? कुरिलो कुरिलो बार्बिक्यू यार। मकै चाहिँ पाक्दैछ है गाइस। आइ एम वेटिङ फर मकै। कस्तो रहेछ त कुरिलो र मासु अनि च्याउ? कुरिलो चाहिँ मैले बनाएको हो नि। सब पाकी छ नि होइन? रेटिङ कति त आजको? मैले बनाएँ नि त मसरुम त। हाम्रो सेकेन्ड लट पनि हुँदैछ। अलमोस्ट आजको हाम्रो बार्बिक्यू चाहिँ बनेर सकिसक्यो होइन। सो दिस इज आवर लास्ट लट फर टुडे। मन्सा र दिदी चाहिँ मकै बार्बिक्यू खाँदै हुनुहुन्छ। आम्बो मन्सा, हाउ इज द बार्बिक्यू मकै? एकदम मिठो, मलाई मकै मन पर्छ। बुढी माउले नि खानुहुन्थ्यो होला तर अब मैले सोधिनँ तपाईँलाई।
बुढीमा यता त पिकनिक आउन रमाइलो हुने रहेछ त अर्कोचोटि फेरि आउनुपर्छ ल हामी पक्का यस्तो खाने खेल्ने होइन दिनभरि बस्न रमाइलो रहेछ गाइज आज चाहिँ हाम्रो भ्लगलाई यहीँ नै इन्ड गर्छौँ होइन आजको हाम्रो स्पेसल डे चाहिँ बार्बिक्यू थियो एन्ड आज चाहिँ हामी ड्याम भिजिट पनि गइसक्यौँ सो अब चाहिँ हामी नेक्स्ट विक छोडेर अर्को विक चाहिँ हामी जाँदैछौँ सिडनी फर अ ड्राइभ एन्ड देन इट इज 12 hours ड्राइभ होइन त्यहाँबाट चाहिँ हामी जाँदैछौँ स्नोइङ माउन्टेन सो इट गन बी रियली अ फन भ्लग गोइङ टु द स्नोइङ माउन्टेन सो टिल देन वाच आवर भ्लग सी यु अन नेक्स्ट टाइम